नेपाली अडियो बुक्समा हजुरहरूलाई हार्दिक स्वागत गर्दछु। आजको यो भिडियोमा ब्रेन रुल्स पुस्तकबाट दिमागलाई शक्तिशाली बनाउने 8 वैज्ञानिक नियमहरू सरल भाषामा बुझ्नेछौँ। हामी सबै जीवनमा सफल हुन चाहन्छौँ, छिटो सिक्न चाहन्छौँ, धेरै सम्झन चाहन्छौँ र अरूभन्दा अगाडि बढ्न चाहन्छौँ। तर एउटा गम्भीर प्रश्न छ, के हामीले कहिले बुझ्ने प्रयास गरेका छौँ कि हाम्रो दिमाग वास्तवमा कसरी काम गर्छ? सत्य के हो भने हामीलाई स्कुलले के पढ्ने भनेर सिकाउँछ, तर कसरी प्रभावकारी रूपमा सिक्ने भनेर सिकाउँदैन। त्यसैले धेरै मेहनत गर्दा पनि अपेक्षित परिणाम आउँदैन। तर यदि तपाईँले आफ्नो दिमागलाई सही तरिकाले प्रयोग गर्न सिक्नुभयो भने सिक्ने गति बढ्छ, सम्झने शक्ति बलियो हुन्छ र तपाईँको फोकस असाधारण बन्छ। यी नियमहरू केवल जानकारी होइनन्, यी नियमहरूको जीवन परिवर्तन गर्ने टुल्स हुन्। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि आजपछि तपाईँको सोच्ने तरिका बदलिन सक्छ। सबैभन्दा पहिले र सबैभन्दा महत्त्वपूर्ण नियम हो स्लिप, राम्रो निन्द्रा, दिमागको रिसेट बटन। हाम्रो दिमागलाई बुझ्न एउटा सजिलो उदाहरण लियौँ। हाम्रो दिमाग कम्प्युटर जस्तै हो र निन्द्रा भनेको यसको रिसेट सिस्टम हो। जसरी कम्प्युटरलाई राम्रोसँग काम गर्न समय समयमा रिस्टार्ट चाहिन्छ, त्यसै गरी हाम्रो दिमागलाई पनि राम्रोसँग काम गर्न गहिरो निन्द्रा आवश्यक हुन्छ। अब सोच्नुहोस्, दिनभरि तपाईँले के गर्नुहुन्छ? नयाँ कुरा सिक्नुहुन्छ, काम गर्नुहुन्छ, धेरै जानकारी दिमागमा भण्डार गर्नुहुन्छ। तर ती सबै जानकारीलाई व्यवस्थित गर्ने काम कहिले हुन्छ? राति सुत्दा। जब तपाईँ गहिरो निन्द्रामा हुनुहुन्छ, तपाईँको दिमागले दिनभरि सिकेका कुरालाई प्रोसेस गर्छ, इम्पोर्टेन्ट जानकारीलाई सेभ गर्छ, अनावश्यक कुरा डिलिट गर्छ। यसलाई हामी दिमागको क्लियरिङ प्रोसेस पनि भन्न सक्छौँ। तर यदि तपाईँले राम्रोसँग सुत्नु भएन भने के हुन्छ? तपाईँलाई नयाँ कुरा सिक्न गाह्रो हुन्छ, तपाईँको ध्यान छिट्टै भङ्ग हुन्छ, तपाईँले सानो निर्णय पनि गलत लिन सक्नुहुन्छ। कहिलेकाहीँ तपाईँले अनुभव गर्नुभएको होला, रातभरि ननिदाएको भोलिपल्ट केही कुरा सम्झनै गाह्रो हुन्छ, काममा फोकस गर्न सकिँदैन। यो कुनै संयोग होइन, यो सिधै तपाईँको निन्द्रासँग सम्बन्धित छ। अब अनुसन्धानले के भन्छ त? वैज्ञानिकहरूले भन्छन्, एउटा स्वस्थ मानिसलाई दैनिक कम्तीमा 7 देखि 8 घण्टा गहिरो निन्द्रा आवश्यक हुन्छ। यो केवल आरामको लागि मात्र होइन, यो तपाईँको दिमागको पर्फर्मेन्सका लागि अनिवार्य छ। राम्रो निन्द्राले के फाइदा दिन्छ त? तपाईँको मेमोरी स्ट्रङ बनाउँछ, तपाईँको ब्रेनलाई डिटोक्स गर्छ, तपाईँको फोकस र कन्सन्ट्रेसन बढाउँछ, तपाईँलाई छिटो सिक्न मद्दत गर्छ। अर्को महत्त्वपूर्ण कुरा, स्लिप क्वालिटी पनि उत्तिकै आवश्यक महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ 8 घण्टा ओछ्यानमा हुनुहुन्छ तर बारम्बार उठ्नुहुन्छ भने त्यो इफेक्टिभ स्लिप मानिँदैन। त्यसैले अब प्रश्न उठ्छ, राम्रो निन्द्रा कसरी लिने? केही सरल तर पावरफुल उपायहरू। सुत्नु अघि मोबाइल वा स्क्रिन कम प्रयोग गर्नुहोस्। हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने बानी बनाउनुहोस्। सुत्नु अघि मनलाई शान्त बनाउनुहोस्। कफी वा चिया राति नखानुहोस्। यी साना बानीले तपाईँको निन्द्राको गुणस्तर सुधार्न सक्छ। अन्त्यमा सम्झनुहोस्, यदि तपाईँ आफ्नो दिमागलाई शक्तिशाली बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले तपाईँले आफ्नो निन्द्रालाई सुधार्नु पर्छ, किनकि राम्रो निन्द्रा बिना ठुलो सफलता सम्भव छैन। अब हामी दोस्रो महत्त्वपूर्ण नियम एक्सर्साइजको बारेमा चर्चा गर्नेछौँ, जसलाई दिमागको फ्युल पनि भनिन्छ।
अब एउटा सानो प्रश्न छ, के तपाईँ सोच्नुहुन्छ कि एक्सर्साइज केवल शरीरका लागि मात्र आवश्यक हुन्छ? अधिकांश मानिसको उत्तर हुन्छ हो, तर वास्तविकता के हो भने एक्सर्साइज तपाईँको दिमागका लागि अझै महत्त्वपूर्ण छ। जब तपाईँ नियमित रूपमा एक्सर्साइज गर्नुहुन्छ, तपाईँको शरीरमा ब्लड सर्कुलेसन बढ्छ र तपाईँको दिमागमा अक्सिजनको मात्रा बढ्छ। यो किन यति महत्त्वपूर्ण छ? किनभने हाम्रो दिमागलाई राम्रोसँग काम गर्न अक्सिजन र न्युट्रियन्ट्स चाहिन्छ। जब दिमागले पर्याप्त अक्सिजन पाउँछ, तपाईँको सोच्ने क्षमता बढ्छ, तपाईँको फोकस शार्प हुन्छ र तपाईँको मेमोरी पनि स्ट्रोङ हुन जान्छ। अब अनुसन्धानले के भन्छ त? वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि दैनिक केवल 20 देखि 30 मिनेट हिँड्नु पनि पर्याप्त हुन्छ। हो, तपाईँलाई कठिन वर्कआउट गर्नै पर्छ भन्ने छैन। सिम्पल वकिङ, लाइट जगिङ वा स्ट्रेचिङले पनि ठुलो असर पार्छ। अब सोच्नुहोस्, किन केही मानिसहरू सधैँ इनर्जेटिक देखिन्छन्? किन उनीहरू छिटो सिक्छन् र लामो समयसम्म फोकस गर्न सक्छन्? यसको एउटा मुख्य कारण हो उनीहरूको एक्टिभ लाइफस्टाइल। एक्सर्साइजले तपाईँहरूलाई के फाइदा दिन्छ? यसले तपाईँको स्ट्रेस घटाउँछ, तपाईँको मुड इम्प्रुभ गर्छ, दिमागलाई एक्टिभ र अलर्ट बनाउँछ, लर्निङ स्पिड बढाउँछ। जब तपाईँ एक्सर्साइज गर्नुहुन्छ, तपाईँको शरीरले फिल गुड हर्मोन्स रिलिज गर्छ, जसले तपाईँलाई पोजिटिभ क्लेम र कन्फिडेन्ट बनाउँछ। त्यसैले यदि तपाईँ आफ्नो पढाइमा सुधार गर्न चाहनुहुन्छ वा आफ्नो फोकस र मेमोरी बढाउन चाहनुहुन्छ भने आजैदेखि एक्सर्साइज सुरु गर्नुहोस्। सानोबाट सुरु गर्नुहोस्। 20 मिनेट डेली वाक गर्नुहोस्। बिहानको फ्रेस हावा र हल्का स्ट्रेचिङ, किनकि हेल्दी बडी बिना पावरफुल ब्रेन सम्भव छैन। र याद राख्नुहोस्, एक्सर्साइज केवल ह्याबिट होइन, यो तपाईँको दिमागको फ्युल हो। अब हामी तेस्रो नियमको बारेमा चर्चा गर्नेछौँ, जो हो मल्टिटास्किङ। बहु काम एकैचोटि गर्नुलाई मल्टिटास्किङ भनिन्छ। मल्टिटास्किङ एक भ्रम हो। आजकल धेरै मानिसहरू गर्वका साथ भन्छन्, म मल्टिटास्किङ गर्न सक्छु, म एकैपटक धेरै काम गर्न सक्छु। तर सत्य के हो भने हाम्रो दिमाग वास्तवमा मल्टिटास्क गर्न सक्दैन। दिमागले के गर्छ भने यो एक कामबाट अर्को काममा छिटो स्विच गर्छ र यो स्विचिङ प्रोसेस नै प्रब्लम हो। जब तपाईँ बारम्बार काम बदल्नुहुन्छ, तपाईँको फोकस टुट्छ, तपाईँले गरेको काममा गल्ती बढ्छ र तपाईँको प्रोडक्टिभिटी घट्छ। उदाहरणका लागि, तपाईँ पढ्दै हुनुहुन्छ, बिचमा मोबाइल चेक गर्नुहुन्छ, फेरि पढ्न फर्किनुहुन्छ। यो प्रोसेसले तपाईँको कन्सन्ट्रेसनलाई ब्रेक गर्छ र तपाईँको दिमागलाई कन्फ्युज बनाउँछ। अनुसन्धानले देखाएको छ कि मल्टिटास्किङ गर्ने मानिसहरूले सिंगल टास्क गर्ने मानिसहरूभन्दा कम पर्फर्मेन्स देखाउँछन्। त्यसैले सफल मानिसहरूको एउटा कमन ह्याबिट के हो? उनीहरू एक समयमा एक मात्र काम गर्छन्। यसलाई हामी डिप वर्क पनि भन्छौँ। जब तपाईँ पुरा ध्यान दिएर एउटा काम गर्नुहुन्छ, तपाईँ छिटो सक्नुहुन्छ, राम्रो क्वालिटी आउँछ र तपाईँको कन्फिडेन्स पनि बढ्छ। त्यसैले आजबाट एउटा सिम्पल रुल अपनाउनुहोस्, 1 टास्क एट अ टाइम। काम गर्दा डिस्ट्र्याक्सन हटाउनुहोस्, मोबाइल साइलेन्टमा राख्नुहोस् र पुरा ध्यान एउटै काममा दिनुहोस्, किनकि फोकस नै सफलताको सबैभन्दा ठुलो हतियार हो। अब हामी चौथो नियमको बारेमा बुझ्न गइरहेका छौँ। त्यो हो स्ट्रेस कम गर्ने। स्ट्रेसले दिमागलाई डिस्ट्रोय गर्छ। अब सोच्नुहोस्, तपाईँ कुनै महत्त्वपूर्ण काम गर्दै हुनुहुन्छ र तपाईँको मनमा धेरै चिन्ता छ। त्यो बेला के हुन्छ? तपाईँको दिमागले राम्रोसँग काम गर्दैन। यही हो स्ट्रेसको प्रभाव।
स्ट्रेस हाम्रो जीवनको एउटा सामान्य भाग हो। सानो स्ट्रेस कहिलेकाहीँ फाइदाजनक पनि हुन्छ। यसले हामीलाई अलर्ट र मोटिभेट बनाउँछ। तर समस्या तब सुरु हुन्छ जब स्ट्रेस धेरै हुन्छ र लामो समयसम्म रहिरहन्छ। धेरै स्ट्रेस हुँदा के हुन्छ? तपाईको दिमाग सर्भाइभल मोडमा जान्छ, जहाँ फोकस र लर्निङ दुवै कमजोर हुन्छ। उदाहरणका लागि, परीक्षा दिनु अघि नै धेरै डर लाग्दा पढेको कुरा पनि सम्झन गाह्रो हुन्छ। किन यस्तो हुन्छ? किनकि स्ट्रेसले तपाईको मेमोरी सिस्टमलाई असर गर्छ र दिमागको फोकस गर्ने क्षमता घटाउँछ। यसको परिणाम मेमोरी घट्छ, फोकस बिग्रिन्छ, डिसिजन लिने क्षमता कमजोर हुन्छ। अझ खतरनाक कुरा, यदि स्ट्रेस लामो समयसम्म रह्यो भने यसले तपाईको हेल्थ र कन्फिडेन्स दुवैमा असर गर्छ। तर राम्रो कुरा के हो भने स्ट्रेसलाई कन्ट्रोल गर्न सकिन्छ। केही सरल तर प्रभावकारी उपायहरू भन्नेछु, सुन्नुहोस्। मेडिटेसन गर्नुहोस्। दिनको केही मिनेट शान्त बस्नुहोस्, डिप ब्रेथिङ गर्नुहोस्, गहिरो सास लिनुहोस् र छोड्नुहोस्। पोजिटिभ थिङ्किङ अपनाउनुहोस्, नकारात्मक सोचलाई नियन्त्रण गर्नुहोस्। यी साना बानीहरूले तपाईहरूको दिमागलाई शान्त बनाउँछ र फोकस पुनः फर्काउँछ। अन्त्यमा एउटा कुरा सधैँ सम्झनुहोस्, स्ट्रेसलाई कन्ट्रोल गर्न सक्नु भनेको आफ्नो दिमाग र आफ्नो भविष्य कन्ट्रोल गर्न सक्नु हो। अब हामी 5औं नियमको बारेमा चर्चा गर्नेछौँ। 5औं नियम हो रिपिट इज इक्वल टु रिमेम्बर। अब एउटा सिधा प्रश्न, के तपाईले कहिले एकपटक पढेर कुनै कुरा पूर्ण रूपमा मास्टर गर्नुभएको छ? सायद छैन होला। किनकि सत्य के हो भने एकपटक पढेर कसैले पनि एक्सपर्ट बन्दैन। हाम्रो दिमागको एउटा विशेष नियम छ, त्यो हो रिपिटेसन। रिपिटेसन मार्फत नै सिक्छ। जब तपाईँ पहिलो पटक केही नयाँ कुरा सिक्नुहुन्छ, त्यो केवल सर्ट टर्म मेमोरीमा बस्छ। तर यदि तपाईँले त्यसलाई दोहोऱ्याउनु भएन भने त्यो जानकारी छिटै बिर्सिन्छ। अब सोच्नुहोस्, तपाईँले नयाँ शब्द सिक्नुभयो तर फेरि कहिल्यै प्रयोग गर्नु भएन भने के तपाईँ त्यो लामो समयसम्म याद रहन्छ? पक्कै पनि रहँदैन। तर जब तपाईँ रिपिट गर्नुहुन्छ, दिमागमा न्युरल कनेक्सन बलियो बन्छ र जानकारी स्थायी बन्दै जान्छ। त्यसैले रिपिटेसन किन महत्त्वपूर्ण छ? किनकि यसले सर्ट टर्म मेमोरीलाई लङ टर्म मेमोरीमा बदल्छ। अब प्र्याक्टिकल कुरा गरौँ। कसरी इफेक्टिभ रिपिटेसन गर्ने? रिपिट गर्नुहोस्, पढेको कुरा फेरि हेर्नुहोस्, प्र्याक्टिस गर्नुहोस्, एप्लाई गरेर सिक्नुहोस्, रेगुलर रिभिजन गर्नुहोस्। उदाहरणका लागि, यदि तपाईँ इक्जामको तयारी गर्दै हुनुहुन्छ भने एकपटक पढेर छोड्नु हुँदैन। बरु एक दिनपछि रिभाइज गर्नुहोस्, 3 दिनपछि फेरि हेर्नुहोस् अनि केही दिनपछि पुनः दोहोऱ्याउनुहोस्। यसलाई स्पेस्ड रिपिटेसन पनि भनिन्छ, जुन लर्निङको सबैभन्दा पावरफुल टेक्निक मध्ये एक हो। अन्त्यमा एउटा कुरा सधैँ सम्झनुहोस्, प्र्याक्टिस मेक्स पर्फेक्ट भन्ने भन्दा पनि प्र्याक्टिस मेक्स पर्मानेन्ट अझ सही हो। किनकि तपाईँ जे दोहोऱ्याउने हुन्छ, तपाईँ त्यही बन्नुहुन्छ। त्यसैले यदि तपाईँ लङ टर्म सक्सेस चाहनुहुन्छ भने आजबाट रिपिट एन्ड प्र्याक्टिसलाई आफ्नो ह्याबिट बनाउनुहोस्। अब हामी 6औं नियमको बारेमा बुझ्नेछौँ। 6औं नियम हो भिजुअल लर्निङ पावर। अब एउटा इन्ट्रेस्टिङ कुरा सोच्नुहोस्। तपाईलाई एउटा लामो प्याराग्राफ छिटो बुझिन्छ कि एउटा सिम्पल पिक्चर? अधिकांश मानिसहरूको उत्तर हुन्छ पिक्चर। किन यस्तो हुन्छ? किनकि हाम्रो दिमाग नेचुरल्ली भिजुअल रूपमा सोच्न डिजाइन भएको छ। जब तपाईँ केवल टेक्स्ट पढ्नुहुन्छ, दिमागले त्यसलाई प्रोसेस गर्न समय लिन्छ। तर जब तपाईँ इमेज, डायग्राम वा भिडियो हेर्नुहुन्छ, दिमागले त्यसलाई छिटो बुझ्छ र लामो समयसम्म सम्झन्छ। त्यसैले भिजुअल लर्निङ किन पावरफुल छ त? किनभने यसले कम्प्लेक्स कुरालाई पनि सिम्पल बनाउँछ।
अब केही उदाहरणहरू हेरौँ। डायोग्राम प्रयोग गर्दा तपाईलाई कन्सेप्ट क्लियर हुन्छ। भिडियो हेर्दा तपाईले प्र्याक्टिकल रूपमा बुझ्न सक्नुहुन्छ। पिक्चर प्रयोग गर्दा तपाईको इमेजिनेसन एक्टिभ हुन्छ। यिनै कारणले गर्दा भिजुअल टुल्स लर्निङका लागि अत्यन्त इफेक्टिभ हुन्छन्। जब तपाईँ भिजुअल लर्निङ प्रयोग गर्नुहुन्छ, तपाईँ छिटो सिक्नुहुन्छ। तपाईको अन्डरस्ट्यान्डिङ डिप हुन्छ। सम्झना लामो समयसम्म टिक्छ। अब प्र्याक्टिकल कुरा, तपाईले यसलाई कसरी प्रयोग गर्ने? पढ्दा कन्सेप्टलाई दिमागमा इमेजिन गर्नुहोस्। नोट्स बनाउँदा डायाग्राम प्रयोग गर्नुहोस्। सकेसम्म भिडियोबाट पनि सिक्नुहोस्। यसले तपाईको दिमागलाई प्यासिभबाट एक्टिभ बनाउँछ। अन्त्यमा एउटा कुरा सम्झनुहोस्, इफ यु क्यान सी इट, यु क्यान रिमेम्बर इट। त्यसैले केवल पढ्ने होइन, भिजुअलाइज गरेर सिक्ने बानी बनाउनुहोस्। अब हामी 7औं नियमको बारेमा बुझौँ। 7औं नियम रहेको छ, इमोसन इज इक्वल टु स्ट्रङ मेमोरी। अब एउटा सानो कुरा सम्झनुहोस्, तपाईलाई तपाईको जीवनको सबैभन्दा खुसीको मोमेन्ट याद छ? वा कुनै यस्तो घटना जहाँ तपाईलाई धेरै डर लागेको थियो? ती कुराहरू किन अझै पनि यति क्लियर रूपमा याद छन्? किनकि इमोसन जोडिएको कुरा दिमागले कहिल्यै सजिलै बिर्सिँदैन। हाम्रो दिमागको एउटा विशेष गुण के हो भने यसले इमोसनल इन्फर्मेसनलाई सबैभन्दा बढी प्रायोरिटी दिन्छ। जब कुनै कुरा खुसी, डर, उत्साह वा दुःखसँग जोडिन्छ, दिमागले त्यसलाई इम्पोर्टेन्ट भनेर चिन्ह लगाउँछ र लामो समयका लागि स्टोर गर्छ। त्यसैले बोरिङ इन्फर्मेसन छिट्टै बिर्सिन्छ, तर इमोसनल एक्सपिरियन्स धेरै समयसम्म हाम्रो दिमागमा रहन्छन्। अब सोच्नुहोस्, किन एउटा इन्ट्रेस्टिङ स्टोरी सजिलै याद रहन्छ, तर प्लेन टेक्स्ट छिट्टै बिर्सिन्छ? किनभने स्टोरीमा इमोसन हुन्छ र इमोसनले एटेन्सन खिच्छ, र जहाँ एटेन्सन हुन्छ त्यहाँ मेमोरी पनि स्ट्रङ हुन्छ। त्यसैले लर्निङलाई पावरफुल बनाउन इमोसन प्रयोग गर्नु अत्यन्तै आवश्यक पर्दछ। र प्र्याक्टिकल रूपमा के गर्न सकिन्छ? स्टोरी बेस्ड लर्निङ अपनाउनुहोस्। जुनसुकै कन्सेप्टलाई कहानी जस्तो बनाउनुहोस्। रियल लाइफ इक्जाम्पल प्रयोग गर्नुहोस्। आफ्नो अनुभव वा देखेको कुरा जोड्नुहोस्। जब तपाईँ यस्तो गर्नुहुन्छ नि, तपाईको दिमाग फुल्ली इङ्गेज हुन्छ र लर्निङ धेरै इफेक्टिभ हुन्छ। त्यसैले टिचरहरूले पनि स्टोरी मार्फत पढाउँदा विद्यार्थीहरूले छिटो बुझ्छन्, किनकि इमोसन इज इक्वल टु एटेन्सन, एटेन्सन इज इक्वल टु मेमोरी। अन्त्यमा एउटा कुरा सधैँ सम्झनुहोस्, इफ यु फिल इट, यु विल रिमेम्बर इट। त्यसैले केवल पढ्ने होइन, महसुस गरेर सिक्ने बानी बनाउनुहोस्। अब हामी लागौँ अन्तिम नियम, 8औं नियम। ब्रेक लिनु जरुरी छ। ब्रेक लिनु कमजोरी होइन, बुद्धिमानी हो। धेरै मानिसहरू सोच्छन् लगातार काम गर्दा मात्रै सफलता आउँछ, तर वास्तविकता के हो भने हाम्रो दिमाग लामो समयसम्म बिना आराम काम गर्न सक्दैन। जब तपाईँ लगातार काम गर्नुहुन्छ, दिमाग थाक्न थाल्छ, फोकस घट्दै जान्छ र प्रोडक्टिभिटी पनि कम हुन्छ। कहिलेकाहीँ तपाईले अनुभव गर्नुभएको होला, धेरै समयसम्म पढ्दा अन्त्यमा केही पनि राम्रोसँग याद हुँदैन। किन यस्तो हुन्छ? किनकि दिमागलाई पनि रिचार्ज हुन समय चाहिन्छ। तर जब सानो ब्रेक लिनुहुन्छ, तपाईको दिमाग रिफ्रेस हुन्छ, इनर्जी पुनः फर्किन्छ र फोकस फेरि स्ट्रङ हुन्छ। अब प्र्याक्टिकल तरिका, 25 देखि 50 मिनेटसम्म काम गर्नुहोस्। त्यसपछि 5 देखि 10 मिनेट छोटो ब्रेक लिनुहोस्। यो टेक्निकले तपाईको फोकस बढाउँछ र प्रोडक्टिभिटी अलमोस्ट डबल बनाउँछ। त्यसैले लगातार काम गरेर आफूलाई थकाउनुभन्दा स्मार्ट तरिकाले काम गर्नुहोस्, किनकि रेस्ट पनि सक्सेसको एउटा हिस्सा हो। अब यी सबै नियमहरूलाई एकै पटक जोडौँ। राम्रो निद्रा लिनुहोस्, नियमित एक्सर्साइज गर्नुहोस्
एक समयमा एक काममा फोकस गर्नुहोस्, स्ट्रेसलाई कन्ट्रोल गर्नुहोस्, रिपिट गरेर सिक्ने बानी बनाउनुहोस्। यी सबै ह्याबिट्स मिलेर तपाईँको दिमागलाई पावरफुल बनाउँछन्। सफलता कुनै जादु होइन, यो सही ह्याबिट्सको परिणाम हो। त्यसैले आजबाट सानो परिवर्तन सुरु गर्नुहोस्, किनकि सानो इम्प्रुभमेन्टले नै ठुलो परिणाम ल्याउँछ। धन्यवाद। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। यस्तै युजफुल कन्टेन्टका लागि हाम्रो च्यानल फलो गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।